ल साथीहरु, आज बुद्धनगरमा मुर्गियाभन्दा उतापट्टि बुद्धनगरमा हाम्रो फुपू हुनुहुन्छ, कान्छी फुपू, माया फुपू भन्छु, त पुसाइ हुनुहुन्छ। उहाँलाई भेट्नको लागि हामी जाँदैछौँ। अहिले आएदेखि म भेट्न गएको होइन। पुसाइ पनि बुढो हुनुभएको छ, पुसाइलाई पनि भेट्नु पर्यो र फुपूलाई पनि भेट्नु पर्यो भनेर अब हामी हिँड्दैछौँ। यहाँ घर कुर्नको लागि हाम्रो एउटा काली छ, यहाँ काली छ, अनि यहाँ चाहिँ हाम्रो क्यामेरा छ। ल काली यहीँ बसेर कुर है, घर कुर, हामी आउँछौँ है। ल यहाँ खाना छ, खाना खा। यो नयाँ गाउँको लखनपथ अनि यतापट्टिबाट गुराँसपथ। अब हामी दुईजना जाँदैछौँ है, दुईजना बुढाबुढी भएर जाँदैछौँ। खाएन कि खाला नि। ल यहाँ उसले पनि खाएको छ हेर नि। ल कति रुपियाँ किलो अरे? 350। ल हेर छैन। मुर्गियाको लुम्बिनी प्रवेशद्वार, यहाँबाट सिधा जाँदो रहेछ गाडी। ल घर आइयो, हुन्छ कि नै? कलस सलस राख्नु है। हुन्छ हुन्छ, कस्तो मिठो हावा छ यार। ल यस्तो छ पछाडि कोच घर, कोही छ घर। ल हेर हाँस खेल्दै भन्नुहोस्। ल अरू सन्चै हुन्छ? ल हेर अरू सन्चै हुनुहुन्छ? ल सन्चै हुनुहुन्छ? ल हेर उसाइ त हेल्दी हुनुहुन्छ त यहाँ। उसाइ त हेल्दी हुनुहुन्छ त, हेल्दी। अब 10 रुपियाँ। ल हजुरको पुरा नाम, आर्मी नम्बर, र्याङ्क, नेम भन्नुहोस् त। पुरा नाम भीमबहादुर छेत्री। आर्मी नम्बर? आर्मी नम्बर 5836 974। ओके। भारतीय सेनामा तपाईँ कहिले भर्ती हुनुभयो? 5/11/1962। 5 नोभेम्बर 1962 मा तपाईँ भर्ती हुनुभयो, 1962 मा हैन? अनि त्यसपछि तपाईको त्यति बेला ट्रेनिङ सेन्टर कहाँ थियो? ट्रेनिङ सेन्टर देहरादुन। देहरादुनको कुन ठाउँमा थियो? देहरादुनको कुन ठाउँमा थियो? नि वीरपुर। वीरपुरमा थियो हैन? वीरपुर। अनि भर्ती भएर कसम खानुभयो, अनि कसम खाएपछि हजुर कुन पल्टनमा जानुभयो? 59 जिआर। 59 गोर्खा राइफल्समा है? गोर्खा राइफल्स। त्यति बेला 59 गोर्खा राइफल्स कहाँ थियो? 63 मा जन्म भयो भन्नाले कुन कम्पनीमा पर्नुभयो? कुन कम्पनीमा पर्नुभयो? बी कम्पनी। ब्राभो कम्पनीमा? बर्बु। ब्राभो कम्पनीमा पर्नुभयो? बर्बु। अनि ब्राभो कम्पनीमा कहिलेसम्म नोकरी गर्नुभयो? बर्बु कम्पनीमा नोकरी पुरा आखिर तक गर्नु भएन? आखिर तक बर्बुबाट जो रिटायर भएको म। हजुर हजुर। अनि हजुर 1965 मा भारत पाकिस्तान लडाईँ भयो। अनि त्यति बेला तपाईँ कहाँ हुनुहुन्थ्यो? म उडी सेक्टर। अच्छा, उडी सेक्टरमा पर्नुभयो हजुर हैन? त्यसको थोडा कहानी बताउनुस् त, कसरी पल्टन कहाँबाट कहाँ गयो, कसरी लड्यो? त्यही त भने, त्यहाँबाट कश्मीर गइयो। हजुर। कश्मीर गएर बारामुल्ला गइयो। हजुर। बारामुल्ला उडी सेक्टर। हजुर। उडी सेक्टरमा बसियो। हजुर। उडी सेक्टरबाट फेरि म यहाँ आइयो
के अरे पंजाब हरियाणा के है होगा पन्जाबमा जलंधर जलंधर जलन्धरमा आउनुभयो जलंधर पल्टन उडी सेक्टरमा थियो अनि त्यहाँबाट तपाईँ पल्टन आयो नि त त्यहाँ त्यहाँ आयो जलन्धर अँ। जलन्धरबाट तपाईँ त्यहाँ झाँसी यहाँ झाँसीमा आउनुभयो होला। झाँसी झाँसीको होइन झाँसीमा एउटा के अरे त्यति बेला एउटा ब्रिगेड थियो लहरी ब्रिगेड अँ। होइन हो झाँसीको फोर ब्रिगेड लहरी ब्रिगेडमा चाहिँ तपाईँ चाहिँ त्यहाँ आउनुभयो होइन हो। लडाइँको लागि ओके त्यहाँबाट अगाडि बताउनु त कति याद छ हजुरलाई है कति याद छ त्यहाँभन्दा अगाडि के भयो बताउनुहोस् त्यहाँ के हुने के हो लडाइँमा बस्यो अब त्यहीमा गोली चला भने चलाए अच्छा अब त्यही बस्यो बच्यो आइयो तपाईँ अगाडि जानुभयो अँ, उसको लागि झाँसीबाट। फिलौरा कब्जा झाँसीबाट, गर्नको लागि अँ। होइन फिलौरा बटालियन जो फिलौराको पुलिस चौकी झाँसीबाट होइन पुलिस चौकी त्यहाँबाट आइयो बल्ल पन्जाबमा फेरि ए, पन्जाबको पन्जाबबाट त्यहाँबाट यहाँ रुड्की आइयो रुड्की रुड्कीमा 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 आउनु भने 1965 को जो लडाइँ थियो अँ, 1965 मा रुड्कीमा। त्यति बेला सीओ साहब को हुनुहुन्थ्यो लेफ्टेनेन्ट कर्नल बलदेव सिंह ग्रेवल भुल लियो यार सरदारजी हुनुहुन्थ्यो एउटा लेफ्टेनेन्ट कर्नल बलदेव सिंह ग्रेवल भुल लियो अनि एसएम साहब हाँ? एसएम सुबेदार मेजर सुगर मेजर अँ सुगरमा कोसीका मात्रै त्यो जित बहादुर थिए के नै पहिला लडाइँको टाइममा त्योभन्दा हिराबम मल्ल मल्ल हिराबम मल्ल साहब हुनुहुन्थ्यो नि। मल्ल साहब त्यही हो ए तर अनि- कर्नेलहरूको त्यति ध्यान दिएन हजुर हजुर कमान्डिङको कमान्डिङ त एउटा उसको हो ठिक हो हजुर हजुर त्यो अरू सुधर मेयर त पछि जित बहादुर थिए हजुर हजुर पहिला भन्नुपर्छ लामा लामा थियो क्या के भन्यो तिमीले अहिले हिराबम मल्ल 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 हिराबम मल्ल मल्ल साहब त्यति बेला सीओ साहब लेफ्टेनेन्ट कर्नल बलदेव म सिंह रिटायर हुँदाखेरि त जित बहादुर ए हजुर रिटायर हुँदा विजित बहादुर हुनुहुन्थ्यो ए अनि हजुर मतलब हजुर त्यति बेला तपाईँ पल्टनमा जानुभयो होइन पल्टनमा त्यति बेला के कस्तो हुन्थ्यो राम्रो थियो बहुत बहुत बढिया त्यति बेला खाना ठिक मिल्थेन खाना साना सब ठिक थियो हाम्रो बिल्कुल सही थियो ब्राभो कम्पनीमा हजुर के ड्युटी सिपाहीमा चाहिँ ड्युटी छुट्टी छुट्टी अँ कहाँडा छुट्टी उहाँबाट एक सालमा छुट्टी सधैँ मिल्थ्यो एक सालमा होइन 2 सालमा आयो आउँथ्यौँ हामी 2 सालमा एकचोटि छुट्टी आउनुहुन्थ्यो 2 साल कति दिनको छुट्टी 4 आउनुहुन्थ्यो महिना मतलब 4 महिना हो 4 महिनाको छुट्टी आउनुहुन्थ्यो अँ, बाटो बिदा कति मिल्थ्यो बाटो हाँ? बाटो बिदा कति मिल्थ्यो बाटोको यहाँबाट बाटोको लागि अलग्गै दिन थियो नि त हजुरलाई कति दिन मिल्थ्यो मलाई थाहा छैन। 30 दिन या 35 दिन मिल्थ्यो तपाईँलाई होइन 4 महिनाको एकैचोटि छुट्टी आउनुहुन्थ्यो त्यही त 2 सालको बिचमा 4 महिनाको दिन थियो अनि हजुर जब के बाटो खर्च हो के बाटो हो के बाटो हो कि भन्छ नै बाटो 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 त्यो त्यसैको मिलाएर? त्यो बाटो दिन्थे हजुर अरू त के दिन्थे र अरू त्यो होइन अनि मैले तपाईँ पहिलो छुट्टी पन्जाबबाट छुट्टी आउनु 65 को लडाइँपछि लडाइँ आउनु हो ए अनि त्यहाँबाट ट्रेनमा कहाँसम्म आउनुहुन्थ्यो हाँ? रेलमा कहाँसम्म आउनुहुन्थ्यो रेलमा त्यो पठानकोटबाट बढ्यो नि त हामी पठानकोटबाट यहाँ कहाँसम्म यहाँ नौतुना गोरखपुर अच्छा, यहाँ गोरखपुरको गोरखपुरसम्म आउनुहुन्थ्यो ए अनि गोरखपुरबाट नौतुनामा आउनुहुन्थ्यो नै 9 दिन आइएन 9 दिन ट्रेनमा त आइएन ए अनि हजुर चाहिँ डिस्चार्ज कहिले हुनुभयो रिटायर्ड कहिले हुनुभयो 70 हो अगस्त कति तारिक भन्यो अगस्त 31 तारिकको हुनुभएको अँ ए अनि कति वर्ष जागिर गर्नुभयो हजुरले कति वर्ष 15 वर्ष कति महिना छ 15 वर्ष नोकरी गर्नुभयो 9 महिना छ कि याव अनि हजुरले प्रमोसन लिनु भएन प्रमोसन लिनु भएन मैले सिपाहीमा लेख्न आउनुभयो। लेख्न आएको हुनुहुन्थ्यो एमटीमा कुन गाडी चलाउनुहुन्थ्यो बस पनि चलाउँथेँ म सब गाडी चलाउँथेँ ए जिप चलाएँ म तपाईँ ब्रेभो कम्पनीबाट फेरि एमटीमा जानुभयो कार चलाइन्थ्यो ब्रेभो कम्पनीबाट एमटीमा जानुभएको और ऊ के अरे जुङ्गा कैरियर के अरे मोटर लोड गरेर का उसको क्यारियर त्यो पनि चलाउँथ्यौँ आरसीएल को क्यारियर आरसीएल जुङ्गा चलाउनु आरसीएल जिप आरसीएल जिप आरसीएल जिपको ए आरसीएल जिप चलाउनु भएको आरसीएल जिप त ए गाडी त कोही पनि चलाउँथेँ मैले ए तपाईँ एमटीमा सिक्नु भएको थियो गाडी मैले पहिले सिकेको ए एमटीमा ट्रेनिङ गरेको क्या ए त्यसपछि त हजुर एमटीमा जानुभयो होला एमटीमा गाडी चलाउनु भयो होला ए
अनि त्यही उसमा त म बस चलाएर भयो भन्छु उहाँ उसमा बस ऊ के अरे एनटिपिसीमा एमपीमा एमपीमा नेसनल थर्मल हर्समा बसै चलाएँ त्यहाँ बस यहाँबाट रिटायर भइयो ए अनि सिपाही पेन्सन आयो सिपाही पेन्सन आउनुभयो होइन ए अनि त्यति बेला तपाईँ जब छुट्टी आउनुहुन्थ्यो छुट्टी आएर यहाँ सुनौली आउनुहुन्थ्यो अनि सुनौलीबाट गाडीमा कहाँसम्म चढ्नुहुन्थ्यो को तपाईँ गाडीमा कहाँ बसियो र कहाँसम्म जानुहुन्थ्यो अरे वहाँ पैदल गइयो कहाँबाट पैदल जानुभयो तानसेन तक तानसेनसम्म बसमा जानुभयो बसमा तानसेनबाट पैदल त्यहाँबाट पैदल उता के भन्छ न त्यो माथि डाँडो पो चुत्रे बन्ज्याङ अँ, बतासे चुत्रे बन्ज्याङ बतासे डाँडा चुत्रे बन्ज्याङ बस राजुबास त्यहाँबाट रिडी रिडी अनि त्यहाँबाट फेरि रिडीबाट हुँदै फेरि भन्नु भन्नु बडियारबाट माथि हुर्कोट रोगरबाट शान्तिपुर शान्तिपुरबाट अरबिसा अरबिसा पुग्नुहुन्थ्यो कति दिनमा पुग्नुहुन्थ्यो तानसिंहबाट बाछा बसिन्थ्यो नि कहाँ बस्नुहुन्थ्यो तानसेन तानसिंह बसिन्थ्यो तानसेन बस्नुभयो तानसेनबाट फेरि त्यहाँबाट मनोहर कहिले रोगोट बसिन्थ्यो कहिले उल्ली खोला बसिन्थ्यो ए त्यहाँबाट अर्को दिन घर त ए अनि सामान पनि आफै बोकेर जानुहुन्थ्यो जाँदाखेरि कहाँ पर्छ ए अच्छा होइन र त्यति बेला त त्यसमा के हो हाम्रो बुवा हजुरको बुवाको नाम शेरबहादुर शेरबहादुर भण्डारी भण्डारी हजुरको नाम पनि भीमबहादुर भण्डारी हो भण्डारी अनि हजुरको बुढबाको बुढबाको नाम हाम्रो बुढबाको हजुर बुढबाको नाम त शेरसिंह भण्डारी ए शेरसिंह भण्डारी। हजुर कति भाइ हामी 5 भाइ 5 भाइ हुनुहुन्थ्यो हजुर कुन चाहिँ म सबरिया खान्छु हजुर कान्छो ए हजुरभन्दा दाइहरू हुनुहुन्छ दाइहरू छैन कोही छैन हजुर मात्रै हो अहिले म मात्रै ए दाइहरू सबै उहीँ बस्नुहुन्थ्यो अरबिसा सबै उहीँ अरबिसा गर्नु ठुल्दाईको नाम मानबहादुर हो मानबहादुर अर्को शेरबहादुर हो हजुर हजुर साइन् दाईको तिलबहादुर हो हजुर हजुर और कान्छो दाईको ठुलराम दाईको देवबहादुर हो मेरो नाम भीमबहादुर हो ल राम्रो छ सबै छ अब वहाँ भनौँ भने अब घर द्वार सबै छ बहनलाई छत छ हजुर होइन र छ अब खानलाई घाँस दियो छ गभर्मेन्टले पनि थोरै धेरै ठिकै छ भनौँ न होइन अरू नवान पेन्सन छ भन्न पाइयो छ छोराछोरीलाई के भन्नुहुन्छ कसलाई भिडियो मार्फत भन्न चाहनुहुन्छ कि यहाँ नदी छन् आइरहन्छन् अब यो त फुलमाया भन्छु कि मैले कान्छी हो हुन त यसको सपना हो के अरे कार्की हजुर हजुर त्यो आउँछ केही पर्दैन बोलाए आउँछ हजुर बिमार हुँदा म हल्का बिमार भएको थिएँ यिनी फेरि पाहाड गएको थिइन् ए उयो हर्चौर पार्वती पनि आउँछिन् पार्वती पार्वती पनि आउँछिन् छोरी पार्वती हजुरलाई भेट्न आउँछ किन भनेपछि राम्रो छ ल ठिक अब अरू पल्टन 59 जीआरलाई के भन्न चाहनुहुन्छ पल्टन तपाईको 59 जीआर पल्टनलाई के भन्न चाहनुहुन्छ बहुत राम्रो हाम्रो पल्टन राम्रो छ हैन पल्टनले राम्रो काम गरेको छ अहिले नै बहुत राम्रो गरेको पहिले पनि राम्रो हो नराम्रो होइन पल्टन हजुर 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 अनि मान्छे भोट चाहिँ नराम्रो हुनु अब पल्टन त राम्रो हो पल्टन राम्रो हो हजुर जेसुर अवसरहरू पनि राम्रै थिए हाम्रा पाडामा त पल्टनको सबै दाजुभाइ दिदी बहिनी सिओ साहब सबै अवसर जेसुर सबैमा मेरो शुभकामना छ राम सबै जेसुर साहब सुबेदार मेजर होइन सुबेदार हलदार मेजर हो कि होइन हलदारहरू नायकहरू सिपाहीहरू सबैमा मेरो शुभकामना छ धेरै धेरै राम्रो छ 59 जीआर बहुत राम्रो मेरो पुरानो पल्टन हो बहुत याद गर्छु मैले होइन अरू सबै राम्रो छ रिटायर भएपछि अनि फेरि अर्को जागिर पनि गर्नुभयो गरेँ नि कुन ठाउँमा गर्नुभयो मैले मध्य प्रदेश त्यो कम्पनीको नाम भन्नुहोस् एनटिपिसी एनटिपिसी भनेको नेसनल थर्मल पावर हाउस
नेसनल थर्मल पावर कर्पोरेसनमा तो फिर दोबारा गएँ म ए 4 साल को बाद 4 साल गर्नुभयो त्यहाँबाट फेरि निक्लनु नहीं नहीं मतलब आर्मीबाट निक्लनु बाद उही गएको सिधै उही जानुभयो ए त्यसपछि उही कन्टिन्यू उही गर्नु बस त्यही भइएको हजुरको परिवार मा को छ को हुनुहुन्छ त त्यही मया गयो क्या माया हुनु के अरे हजुरको श्रीमती हुनुहुन्छ अनि त्यसपछि नानी बाबु कति छन् गएन यो नि गएन है नानी बाबु को छन् त नानी बाबुहरू कति छन् कति मेरा ए उतातिर गयो भन्ने यता नि हजुरको त दुईटा बिहा हो नि दुईटा बिहा हो उतातिर के अरे एउटा छोरी एउटा छोरो यातिर एउटा छोरो एउटा छोरी छोरीको नाम के हो दुईटी छोरीको नाम छोरीको उतापट्टि दुर्गा उताको एउटीको पार्वती एउटीको सपना फुलमाया भन्दै सपना आज यहाँ सपना हैन र यो कान्छीको सपना सपना हो सपना कान्छीको सपना पार्वती कार्की अनि छोराको नाम के हो नि छोराको नाम मिने भन्छन् को नाम मिने हो हैन मिने हो अनि यतातिर फेरि छोराको अर्काको छत्रबहादुर छेत्री छत्रबहादुर छेत्री छोरी दुर्गा छेत्री ए भनेपछि हजुरको 3 बहिनी छोरी 2 भाइ छोरा 3 बहिनी छोरी ए अनि अरु सबै परिवार सब ठिकठाक छ अहिले तकलाई ठिक छ अहिले कति वर्ष उमेर हुनुभयो हजुर अहिले कति वर्षको हुनुभयो म 83 लाए 83 वर्षको हुनुभयो 1 साल हिमको ए 1 साल पहिला महिनाको 83 वर्षको हुनुभयो 84 गर्ने बेला पनि आयो 83 त भयो हैन तर भर्खर सुरु अरु केही हजुरले केही राम्रै छ ठीक छ अहिले तकलाई सबै परिवार राम्रै छन् हजुर हैन अलि पहिला हजुरले त्यस्तो जमाना देख्नुभयो अहिले यस्तो जमाना देख्नुभयो हजुरले कस्तो लागिरहेछ अरे बहुत फरक छ सर बहुत फरक छ हजुर अब त्यहाँ भन्नु र 9 तिनाडा आएर हजुर त्यहाँ बासा बस्दाखेरि मच्छरले खाएर अब राजर सुत्दैन पाइन्न नि त्यो हजुर हजुर मच्छरदानी टाँगे पनि हेरे पनि हजुर तर अहिले त स्वर्ग छ भन न अनि यहाँ पनि ल भन बाटो हेर यही अहिले हाम्रो वहाँ त अरबी छ त्यो धर्मेहाल डा भन्ने अहिले कस्तो राम्रो बाटो बनाएर त्यहाँलाई हेर हजुर जानुभएको छ त्यसपछि गयो होइन गयो तर एकचोटि जान पर्छ गाउँ जान भनेको जान मन लागेछ जान मन लागेछ गाउँतिर जान त किन मन नआयो यार कस्तो कुरा ठिक छ हर्चहरूको याद आउँछ शान्तिपुरको याद आउँछ छोराछोरीलाई भन्नु पर्यो नि मलाई धनुमराज चौरा हैन नेता बहरा अब हजुरलाई छोराछोरीलाई बताउनु पर्यो कि चाहिँ एकपटक मलाई गाउँ घुमाउनु पर्यो छोराछोरीलाई केही सल्लाह दिन छ सुझाव दिन छ अब राम्रै काम गरिरहेछन् के सल्लाह दिनु मैले हैन फेरि पनि बुढो मान्छेको अब राम्रो हो राम्रै गरौँ छोरीलाई पढाइयो लेखाइयो हजुर अब छोरी दुर्गा छोरी त अस्ट्रेलिया हो नि डाक्टरी पास गरिन् हैन हजुर 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 त्यो तिनटा डिग्री ल्याइछन् अस्ट्रेलिया हजुर 13 साल भयो हजुर अच्छा कमाइछन् ठिकै छ हजुर अब छोराको पनि भन्नु पर्यो अब एमबिए गरो हजुर त्यसो नि तनखा बढी भेट्यो भनेपछि नाति नातिनाले पनि भरिपूर्ण हुनुभयो अब पहिला दुःख गर्नुभयो अब अहिलेसम्म पनि मजाले 83 वर्षमा बाँच्नुभएको छ सब राम्रो छ राम्रो छ 2-2वटा पेन्सन पकाउनु भयो हजुर खुसी हुनुहुन्छ नि ए यस्तो हेर मन जोर इन्टरभ्यू भाइ बिहा तो अगर मेरो हो गए ना भाइ हो पुसाई ल यो हाम्रो पुसाई भीमबहादुर छेत्री र फुपू मायादेवी छेत्रीको घर हो सेती कामरो बजार चोकमा घर छ यो बुद्धनगर चोक यो यतातिर सालजन्डी जाने बाटो हो भने यता बुटोल जाने बाटो हो राम्रो छ पुरा भरिए छ यो बुद्धनगर ल
दाइ कहाँ पनि आइयो आज दिनभरि आज घुमाइको चाहिँ आज दिनभरि चाहिँ घुम्ने कार्यक्रम छ हामी बुढाबुढीको फुपू कहाँ गइयो दाइ कहाँ आइयो हाम्रो क्याप्टेन बलबहादुर खत्री दाइ फर्स्ट 9 GR को हुनुहुन्छ यस्तो आनन्दको ठाउँमा बस्नुपर्छ ल हेर्नु साथीहरू यहाँबाट यस्तो भ्यू देखिन्छ ल हेर्नुहोस् यो आर्मी क्याम्प ल हेर्नुहोस् सरर कति राम्रो सिन देखिँदो रहेछ कि यहाँबाट यस्तो गार्डन पनि बनाउनु भयो रहेछ पुरा आँप के अरे कति राम्रो ऊ पनि फले रहेछ कि काकती मेरो साथी छ एकदम ल ठिक छ केही भएन ठिकै छ किन चाहियो र साथी अलिअलि साथी चाहिँ अब म पेन्सन आएपछि भइन्छ नजिक नजिक होमला हैन ल साथीहरू आज मुर्गियातिरको घुमघाम गरेर आइयो र मुर्गियामा फुपू घर गइयो फुपू पुसाइलाई भेटेर आइयो अनि क्याप्टेन बलबहादुर खत्री दाइको घरमा पनि गएर आएँ ल दाइले फेरि आफ्नै घरमा उत्पादन भएको यो अमृतको कुचो दिनुभयो है भाउजूले दाइ भाउजूलाई एकदम धेरै धेरै धन्यवाद छ कुचो दिनुभयो यो अब घरबाटै बनाएर लिएर आउनुभयो रहेछ उहाँलाई धेरै धन्यवाद छ दाइलाई अरू बाँकी ठिक छ ए हाम्रो कालीले खाएन खाना खाइन त नि खाना खाएछ क्या अलिअलि खायो होला बाँकी सब ठिक छ साथीहरू ल ए मौसम एकदम हल्का फुल्का छ रमाइलो छ मौसम ए साथीहरू ओके बाई बाई बुढीले चाहिँ यो पिरो खुर्सानी हो बुढा गरेर लाउनुहोस् त भनेर यो चाहिँ श्रीमतीले भनेपछि फेरि मैले यहाँ कसिएर लाउँदैछु हेरौँ है साथीहरू कस्तो हुन्छ अब रिटायरमेन्ट आएपछि त काम यही हो यतिकै बसेर खाना त मिल्दैन हेर्न सुस्की खाने अब फौजमा जागिर गरेपछि फौजमा सधैँभरि महिनाको तलब मिल्थ्यो यहाँ त कहाँ मिल्छ हजुर यहाँ त आफ्नो आफै गर्ने हजुर यहाँ त ल सट्ट बनाएर यहाँ ब्रो अलिक ठाउँमा हेर्नु साथीहरू गाउँघरमा अब क्षेत्रमा हो बसन्त ऋतु आयो हेर्नुहोस् है कसै चरा कराइरहेको छ यसमा तपाईँले सुन्नु सक्नुहुन्थ्यो होला कति मिठो आवाज गरिरहेको नि यस्तै छ साथीहरू मलाई यहाँ नाम्नुपर्छ कि अलिक नजिक हुन्छ होला
दिदी करेला फेरि उस्तै भयो झन् ल फेरि उस्तै फल आज पनि उस्तै फलेछन् यसलाई पनि टिप्नुपर्ने हो आज नटिप्ने एक दुई बजी टिप्ने हाम्रो गार्डनहरू लिची फलेन अहिले के भएको नि खै थाहै लागेन ल घिरमला फेरि त्यस्तै भइसकेछन् घिरमला यहाँ हेर्नुहोस् फेरि त्यस्तै भइसकेछन् ल यस्तै छ साथीहरू बिहान नित्य कर्म यी खुर्सानीको बोट निकै राम्रो हर्लक्कै भएको छ हेरौँ कस्तो फल लाग्छ फल लागेपछि यस्तो चाहिँ हजुरलाई फेरि फिडब्याक दिइजाला यस्तो एउटा बुटामा एउटा हाँगामा लगभग 18वटा आँप छ 18वटा आँप छ यसले धान्न सक्दैन र यसमा पनि यहाँ यस्तो खामो लगाउने विचार गर्छु बाँसको खामो लगाइदिनु पर्छ सोचिरहेको छु यहाँ हाम्रो तुलसीको मठ तुलसीको मैरो भन्छ है तुलसीको मैरो हो यहाँ बेलाउती छ अम्बा यो गार्डन भइहाल्यो लोन दुध लिएर छोड्दैछ भाइले ल साथीहरू बिहानको नित्य कर्म सकेर अब नुहाइधुवाइ पनि भयो फ्रेस भएर बल्ल अब घरमै छु अब एकछिनपछि ब्रेकफास्ट खाने आजको ब्रेकफास्ट एउटा एकदमै अर्ग्यानिक छ है प्रायः जसो घरमा आएपछि अर्ग्यानिक खाने भन्ने चलन हुन्छ र आजको अर्ग्यानिक ब्रेकफास्ट के छ म हजुरलाई देखाउँछु है साथीहरू आजको ब्रेकफास्ट साथीहरू मकैको रोटी यानी कि मकैको पिठाको रोटी गोलभेडाको चटनी अनि चायको साथमा है
आजको ब्रेकफास्ट ओहो यहाँ फ्यान बन्द गर्न बिर्सिएछ अहिले टोकाइ हुन्छ फेरि आजको ब्रेकफास्ट छ मकैको रोटी चाय ब्रेकफास्ट खानु पर्यो ब्रेकफास्ट अब प्रायः जसो मलाई बाहिर बसेर उज्यालोमा बसेर खान मन लाग्छ कि त्यही भएर म प्रायः जसो बाहिरै बस्छु टेस्ट गरौँ है त अलिकति भगवानलाई चढाइदिउँ टमाटर ऊ पनि कलर मिलेको क्या टमाटर चटनी अनि रोटी है ल मिठो हुन्छ मकैको रोटी गोडमाडाको चटनी चाय अर्ग्यानिक यहाँ फेरि छोरीले हेरिहाल्छ कि माथि यहाँ क्यामेरा लगाएर यहाँबाट हेरिहाल्छ मलाई के खायो त्यही भएर